अहिले जुन क्षेत्रबाट जुन पेसाबाट कला लम्साल भनेर यहाँ चिनिनु भएको छ नि त्यही पेसालाई यहाँले पटक पटक छोडे भन्नुभयो होइन एउटा बाबाको कारणले बाबालाई यो पेसा मन पर्थेन भन्नुभयो किन चाहिँ उहाँलाई यो पेसा रुचाउनु भएको थिएन यस्तो भयो नरुचाउनु भएको होइन म तनहुँमा जन्मे मेरो क्षेत्र गीत सङ्गीतको लागि उर्वर भूमि हो है अनि गण्डकी क्षेत्र तनहुँ जिल्ला भनेको गीत सङ्गीत असाध्यै मरिहत्ते गर्ने क्षेत्र हो मेरो बाबा मम्मीलाई नि गीत मन पर्थ्यो कस्तो भन्दा व्यक्ति विशेषको कस्तो हुन्छ भन्दा आफ्नो पारिवारिक ब्याकग्राउन्ड अनुसार चाहिँ बाबाले चाहिँ म कान्छी छोरी पढोस् गीत नगाओस् है खुबै भए पढे पछाडि बिहादान गर्ने कुरा त सेकेन्ड पार्ट भयो पढेर जब होल्डर बनेर त्यही त तिमी एउटा आर्मी अफिसर बनेर घरमा आएको हेर्न चाहन्छु मोटरसाइकल चलाएर ओड भनिरहनुहुन्थ्यो भन्दाखेरि मेरो प्रोफेसन मलाई गीत गाउन आयो मन पर्यो हेर्नुहोस् अनि गीत गाउन सिकेँ स्कुलबाट है अनि स्कुलबाट सिकेपछि त बाबा मम्मीलाई नसोधे पनि स्कुलले नै प्रोग्राम राख्ने भयो मेरो दिन प्रतिदिन त्यता प्रगति हुन थाल्यो अनि त्यसपछि स्कुलबाट जिल्लामा पठाइयो जिल्लाहरूमा गीत गाउन गएँ अनि हल्ला भयो त्यो टोलमा त्यो ठाउँमा अनि हाम्रो खानदानमा गीत गाउने कोही पनि थिएन लम्सालको छोरी गीत गाएको छ गीत गाउने भएको छ भन्ने गीत मन पराउने कुरा काट्ने जमात एकातिर नराम्रो रूपले लेखिदिने गीत गाउनेलाई चाहिँ खराब 9-10 को बच्चा त भनौँ बेला अनि पछि गीत गाउन लगाएका छन् बाबुआमा कस्ता होलान् हेर भन्ने लाइन अब यो सामाजिक कुरा हो क्या ब्राह्मण परिवारमा जन्म लिए म होइन अनि वैष्णवीको छोरी भएर गीत गाएकी छे आए नि कुराहरू आएनन् त कति आए अनि त्यो कुराहरूले चाहिँ टोलरेट भएन क्या कसरी भयो भएन नि अब त्यो अहिले मैले तपाईँलाई अहिले आजभन्दा 18-20 वर्ष अगाडिको कुरा सुनाएको छु 20 वर्ष अगाडिको साङ्गीतिक माहौल होइन छोरी मान्छे गीत गाउँदा होइन एउटा गाउँले ठाउँले परिवेशमा चाहिँ अलिकति अप्ठ्यारो महसुस हुन्थ्यो अनि होइन गीत नगाएपछि गीतकै क्षेत्रमा जाने हो कि छोरी मान्छे नाच्ने गाउने भने पछाडि नराम्रो हो कि त्यो कन्सेप्ट स्टिल अझै गाउँघरमा छ भने होइन यो पेसा हो यसको यो पनि एउटा राम्रो पेसा हो भनेर बुझ्न नसकिदिँदा चाहिँ अब त्यो बाबा मम्मीले त आफ्नो छोरीमाथि त सपना सजाउन पायो नि त मैले मेरो बच्चामाथि कति सपना सजाएको हुन्छु होइन अहिले मिस गर्छु क्या मैले त्यो कुरा भन्दाखेरि उहाँहरूको सपना गलत होइन नि त तर गीत नगाए हुन्थ्यो भन्ने चाहिँ थियो अनि गएँ पोखरा गएँ गीत गाएँ अनि गीत गाएको थाहा भयो फेरि थाहा भएपछि बाबा सम्झाउनै आउनुभयो मलाई म अझ प्रजापति पराजुली म अङ्कल भन्छु उहाँलाई उहाँको घरमा बसेर कलेज पढेको अनि प्रभाव पनि पर्ने अनि उहाँले चाहिँ मलाई सिधै नाम टिपाइदिने कि प्रतियोगितामा पोखराका महोत्सवहरूमा कला तिम्रो यो टिमसँग छै भन्ने म त झन् जाने अनि भनेपछि त्यो हल्ला भयो फेरि कलेज पढ्न गएको छोरी फेरि गीत गाएको छ भनेपछि बुवा एक दिन बिन्ती बिसाएर मलाई